छिटो छ है अहिले एकदम। हेलो हेलो गाइज, हेलो। वाह क्या चिसो दिएको छ त यार यसले, बब्बल चिसो छ अहिले। ल गाइज, आर यु रेडी? हाम्रो ओम सर पनि तयारी अवस्थामा हुन्छ। हाम्रो केआर सर एकदम मेहनत गरिराख्नु भएको छ सबैजनाले, गुड जब। यता हाम्रो भण्डारीको गोठ मटन ग्रेभी आइसक्यो। यता हाम्रो टिक्का बाबु एकदम हिजो 1 बजीसम्म जन्तीलाई 1:30 बजी पठाइयो होइन? हिजोको जन्तीलाई 1:30 बजी पठाइयो, आज फेरि बिहानै यस्तो तयारी छ। एकदम मेहनती हाम्रा मेट्रो हस्पिटालिटीका मेम्बर टिमहरू देख्नुभयो, यति रातभरि काम गर्छन् केटा। अझ अरू कता कता छन्। हामी पूर्ण तयारी अवस्थामा छौँ। यहाँ बुझाउन बिर्साउनु भएको छ, भोपाल देख्छ। वाउ, ओम सर खाना खानुभयो? खाइछु सर। चियाले खायो? खाना खाइयो। ल एकदम हिजो जस्तै बेस्ट, सुपर बेस्ट गर्ने आज भने। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू सर। हेलो हेलो, नमस्ते सबैलाई। स्वागत छ हाम्रो मेट्रो हस्पिटालिटी तुलसीपुर दोगरदाङमा। तपाईँलाई आज हाम्रो बिहेको एकदम ब्युटिफुल डेकोरेसन देखाउँदैछौँ। सामान्यदेखि एकदम धेरै मूल्यसम्म पर्ने हाम्रो डेकोरेसनमा आजको एकदम ब्युटिफुल डेकोरेसन हल, हाम्रो मेट्रो बैङ्क्वेटको हल तपाईँलाई देखाउँदैछौँ आजको स्पेसल बिहे पार्टीको लागि। यो चाहिँ हाम्रो ग्यालरीदेखि हाम्रो स्टेजसम्म जाने यो ब्युटिफुल डेकोरेसन कृपाश्री फ्लावर्स घोराई ताङले गरेको। कृपाश्री डेकोरेसन फ्लावर्स हामीसँग 5 वर्ष बढी आबद्ध भइसकेको छ। हाम्रो मुस्कान सहितको सेवा सरजुलाई तयारी हुनुहुन्छ यहाँ हाम्रो दिपक डाङ्गीजी, हाम्रो सरहरू, हाम्रो स्टाफहरू सबैजना एकदम तयार अवस्थामा रहिनुहुन्छ। ल तपाईँलाई फेरि देखाउँदैछु म किचन। हाम्रो किचन एकदम चर्चित सेफहरू हुनुहुन्छ। आजको पार्टीमा चाहिँ उहाँहरू तयारी गर्दै हुनुहुन्छ। यो चाहिँ स्टिम राइस 400-500 जनाको पार्टीमा चाहिँ हामीले चाहिँ धेरै प्रयोग गर्छ। यो चाहिँ पनिर फ्राई। यो चाहिँ हाम्रो सेफ हिमालले चाहिँ मटनलाई टक्क लगाएर भुट्दै हुनुहुन्छ। स्पेसल हाम्रो बैङ्क्वेटको लागि, बिग फङ्सन पार्टीको लागि हाम्रो मटन पाक्दैछ ठुलो डेक्चीमा मजाले। यो चाहिँ कटनिसी हो। यो चाहिँ हाम्रो चिकन फ्राई, कतिले यसलाई रोस्ट भन्नुहुन्छ, यहाँ रोस्टले चर्चित छ। चिकन फ्राई हुँदैछ र हाम्रो फेरि अर्को छुट्टै कराईमा चाहिँ फिस फ्राई हुँदैछ। यो चाहिँ ठिकैको, धेरै सानो पनि छैन, ठिकैको माछा। र यो सँगै हाम्रो अर्को थरीको माछा पनि यहाँ फ्राई हुँदैछ। 2 थरीको माछा छ आज हाम्रो लन्चमा। थ्याङ्क यू भेरी मच।